चुनाव होस् नहोस् त्यसमा हामीलाई मतलब छैन। 99% हुँदैन। म भन्छु यो प्रकृतिको कृपा हो, प्रकृतिको लडाई हो, प्रकृतिको जित हो। अब त हामीले जित्यौं। अब राजा पनि ल्यायौं भने पनि हुन्छ। अब वैदिक सनातनमय हुन्छ विश्व। अनि अब विश्वभरि सेना शासन लागू चालू हुन्छ र चैतसम्ममा धेरै अमूल परिवर्तन हुँदैछ। एकदमै प्रतीक्षा गर्नुस्। यो देश भने मैले भने नि महाकाली, महासरस्वती, महालक्ष्मीको विश्व ब्रह्माण्डमा शक्ति चलेको छ। महाकालीको उग्र रूपमा चलेको छ र भन्दै हजुरलाई चैतसम्ममा धेरै आमूल परिवर्तन हुन्छ। राजा गद्दीमा बस्ने 99% चाहिँ म आशावादी छु। यसमा सबै प्रकृतिको खेल हो, अन्तिम लडाई हो। अब धेरै भक्तहरूले अब हाम्रो देश के हुन्छ, इन्डियाले के गर्ला यो उसमा भन्छ। इन्डियाले अन्तिम अस्त्र महाअस्त्र आन्छ, उसले सक्दो सबै प्रयास गर्छ, तर इन्डियाको केही लाग्दैन। इन्डियालाई चाहिँ अब फेरि कसले हान्छ? अमेरिकाले हान्छ। जस्तो यो भेनेजुएलामा त्यहाँका राष्ट्रपतिको मिसेसलाई चाहिँ अहिले अमेरिकाले चाहिँ अपहरण गरे जस्तै गरेर उठाएर अहिले नजरबन्दीमा राखेछ कि के राखेछ। त्यसै गरेर इन्डियामा पनि त्यस्तो किसिमको भयभीत हुन सक्छ, हैन? र जसले हाम्रो देशलाई कुदृष्टिले हेरेको छ, जसले हाम्रो देशमाथि चाहिँ एकदम नजर दोष लगाएको छ, जसले हाम्रो देशप्रति अन्याय अत्याचार सबै गरेको छ, जुन अहिलेसम्मको जति पनि खेल छ नि 2006 सालदेखिको सबै विदेशी खेल हो। अब अन्तिम लडाई, अन्तिम अस्त्र महाकालीको विश्वले चिन्ने गरेर विश्वले नै उतलपुतल हुने गरेर अस्त्र छोड्दै हुनुहुन्छ। सेनाले के गरिन्छ, सैनिक शासन लागू हुन्छ विश्वभरि। अमेरिकामा नि सैनिक शासन लाग्छ र विश्वमा रहनुहुने नेपालीहरू एकदम सुरक्षित हुनुहोस्। विशेष गरेर अमेरिकामा त बगर र डगर भन्छ। अमेरिका भन्ने देशै हुँदैन। त्यो त्यसै त्यो जलले नै, कुनै भाग जलले खान्छ, कुनै भाग अग्निले खान्छ, कुनै भाग बम बारुदले खान्छ, कुनै भाग भूकम्पले खान्छ, कुनै भाग हिउँले खान्छ, हैन? कुनै भाग जलमग्न हुन्छ। त्यस्तो भएर अमेरिका सिद्धिन्छ। अमेरिका भन्ने प्रान्त र देशै हुँदैन। तपाईहरु लेखेर राख्नुस् ल। धेरै छैन अब समय, लगभग नजिक आइसक्यो र त्यहाँ बस्ने नेपाली दाजुभाइहरुलाई चाहिँ के पनि होस्, रक्षा होस्, कृपा होस्। र अब अमेरिकामा नि सैनिक शासन लाग्छ, इन्डियामा नि लाग्छ, सबै विश्व वैदिक सनातनमय भया भनेपछि कस्तो होला? सबैले आफ्नो धर्मलाई रक्षा गर्न खोज्दैन हो। अनि एक्जाम्पल, वनमा बाघले चाहिँ एउटा मृगलाई लखट्याछ, मृग पनि बाँच्नलाई धेरै कोसिस गर्छ नि त, हैन? र अन्तिममा मृगको के हुन्छ, बाघले शिकार गर्छ हो। यो हाम्रो देश भनेको नि बाघ हो, बाघ। शिवले राज गरेको देश, गोरखनाथले राज्य गरेको देश कसैले पनि खान सक्दैन। अब अर्को इतिहास लेखिन्छ, अर्को गोर्खाली नाम भनेर चिनिन्छ। अब विश्वभरि नै हेर्दै जानु। यो झिंगाले या दूध लगाएको भएर कस्तो आएको। अनि त्यही भएर विश्वमा हुने नेपाली दाजुभाइहरु एकदम सुरक्षित हुनुस्। 3 महिनामा धेरै दुर्घटनाहरू हुँदैछ। मन्दिरहरू जाँदै हुनुहुन्छ भने एकदम सुरक्षित भएर जानुस्। आफ्नो स्थानीय देवी देवताहरू मान्नुस्, कुल मान्नुस्। जति पनि अहिले हामी विश्वमा अहिले बम्पर त्यो बम्परमा रह्यो भने बाँचिन्छ भन्छ नि, बाँचिँदैन। सबैभन्दा ठुलो कवच भनेको भगवानको नाम लिनु, भगवानको पाठ गर्नु, भगवानलाई सम्झिनु। त्यसमा नि शिव भोले बाबाको देश हो, पशुपतिनाथको देश हो। त्यही भएर राजा अब चैतसम्ममा हेरौं। अब धेर लड्नु पर्दैन। तपाई हामीले विश्व उतलपुतल हुँदैछ। यहाँ त विदेशी जति पनि अहिले जे जस्तो भयो नि, सब विदेशीहरुबाट भएको। अब विश्व त्राइमम हुँदाखेरि हामी नेपालीहरुको सहयोग चाहिन्छ। एक त पानी खानलाई विश्व तडपिन्छ। हामी पानी बेचेर पनि खरबपति अरबपति हुन सक्छौं। त्यस्तो समय आउँदैछ। पहिला हजुरलाई मैले कति भन्दै आएको थिएँ, हैन? अब राजा त 1 आउनुभयो, 2 आउनुभयो, 3 आउनुभयो।
चैतसम्म उतल पुतल हुँदैछ। चुनाव होस् नहोस् हामीलाई सरकार छैन, 99% हुँदैन, प्रकृतिले हुनै दिनु न, यति भएछ भने पनि त्यो तुइन्छ, हुर्किनै पाउँदैन। ल यति चाहिँ लेखेर राख्नुहोस्।